नमस्कार सबैजनालाई श्री सकेश्वर आधारभूत विद्यालयको नयाँ अनुहार म यसै विद्यालयको शिक्षिका सम्झना श्रेष्ठ म चाहिँ सकेश्वरको आज नयाँ अनुहार देखाउन गइरहेको छु। हेर्नु होला यो गेटको यतापट्टि यसरी राष्ट्रिय रङ अनि त्यसपछाडि राष्ट्रिय फुल राष्ट्रिय बाजा निशान छाप टक्क लाएर चाहिँ यसरी राम्रो भएको छ सकेश्वर आबिको नयाँ अनुहार। अनि यतापट्टि चाहिँ राष्ट्रिय जनावर गाई डाँफे राष्ट्रिय चरा अनि त्यसपछाडि राष्ट्रिय झन्डा अनि त्यसपछाडि राष्ट्रिय गान। ल यो चाहिँ अगाडिको अनुहार हजुरहरु सामु देखाएँ। अब माथि देखाउन चाहन्छु बाल विकास र हेलो ल बाल विकास र अफिस कार्यालय देखाउँछु। यो चाहिँ पेपरबाट म आफैले बनाएको यो पुतली अनि त्यसपछाडि यसरी बनाएको अलि पुरानो भइसकेको कारणले अलि नराम्रो देखिएको छ। टक्क लाएर यसरी बाल विकास कक्षा भनेर चाहिँ लेखिएको छ र यहाँ चाहिँ क देखि क्यासम्म अनि यो बोर्ड स्मार्ट टिभी ए देखि जेडसम्म सन्डे मन्डे जनवरी फेब्रुअरी यी सबै यसरी चाहिँ भित्ते लेखन गरेर यो कोठालाई चाहिँ एकदमै चिटिक्क देखिएको छ। साथसाथै यसरी पहिला चाहिँ यो खाली ठाउँमा यी बच्चाहरू चाहिँ एउटा म्याटको घरमा पिफर्मको घरमा पढ्नु परेको थियो भने अहिले चाहिँ त्यस्तो छैन। अनि यो सबै उपलब्ध गराइदिनु भएकोमा चाहिँ मेरो आदरणीय दाजु रामकाजी थापालाई चाहिँ हामी हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ किनकि अहिले यो बाल कक्षा कोठा चाहिँ एकदमै बालमैत्री भएको छ अनि बच्चाहरू एकदमै खुसी छन्। गलैँचा छ कार्पेट छ अनि त्यसपछाडि यसरी लेख्नको लागि टेबल छ अनि सकटी छ यति बाक्लो छ बच्चाहरूलाई चिसो नलागोस् भनेर चाहिँ उहाँले एकदमै राम्रो खालको लिएर आइदिनु भएको छ। हामी एकदमै खुसी छौँ। हेलो स्टुडेन्ट्स के छ खुसी छौ नि चिसो आएको छ छैन ल अनि थाहा छ एउटा कुरा यो नि यो हामीलाई डोनेसन दिनुभएको हो कि तिमीहरूलाई चिसो लाग्यो भनेर। चिसो लाग्छ नि जाडो महिनामा हो कि भन त हो अहिले हामी चिसोमा छौँ त छैनौँ अहिले हामी बस्नको लागि चाहिँ एकदमै राम्रो छ हो अनि उहाँहरूलाई चाहिँ के भन्न चाहन्छौ गुड धन्यवाद सबैले धन्यवाद भन ल थ्याङ्क यू। ल साथसाथै म हाम्रो अफिस पनि देखाउन गइरहेको छु। टक्क लाएर यो भित्तामा चाहिँ रुटिनहरू टाँसिएको छ कार्यपत्र टाँसिएको छ दिवा खाजाको रेकर्डहरू पनि यही टाँसिएको छ। हाम्रो प्रज्यूले चाहिँ कम्प्युटर चलाइरहनु भएको छ। अफिस कोठा पनि एकदमै न्यानो छ यस्तो राम्रो कार्पेट फेरि यो कलर यति राम्रो लाग्यो मलाई चाहिँ टक्क लाएर अनि पिफर्म पनि लिएर आइदिनु भएको छ उहाँले अनि स्टेसनरी सामानहरू पनि लिएर आइदिनु भएको छ कपीहरू पनि टन्नै छ खेलकुद सामग्रीहरू पनि छ। म्याडम के छ अनि तपाईलाई कस्तो लागिरहेको छ एकदम खुसी लागिरहेको छ यो सहयोग पाउँदा चाहिँ तपाईलाई कस्तो अनुभव भइरहेछ खुसी लाग्यो कि पहिला हाम्रो स्कुलको विद्यालयको हाल कस्तो थियो अहिले हाम्रो विद्यालयको मुहार फेरिएको छ यसको लागि चाहिँ उहाँ रामकाजी थापाज्यूलाई चाहिँ हृदयदेखि नै एकदमै धन्यवाद दिन चाहन्छु। हामी एकदम खुसी छौँ यता सहयोगको हामी अझ पनि अपेक्षा राखिरहेछौँ धन्यवाद। ल अब म केही कुराहरू फेरि यता पनि जोड्न चाहेँ यो कम्प्युटर अनि त्यसपछाडि प्रिन्टर मेसिन स्पिकर यी चिजको चाहिँ हामीलाई अति नै आवश्यक थियो। यस विषयमा चाहिँ हाम्रो प्रज्यूले चाहिँ केही कुराहरू भन्नुहुन्छ। हेलो हेलो नमस्ते
नमस्कार नमस्कार। ल अनि म्याडम होइन पहिला चाहिँ हामीले एकदमै त्यो हस्तलेखन भनौँ न, हस्तलेखनले चाहिँ हामीले पत्रहरू लेख्नु पर्दा पालिकामा पठाउनु पर्दा चाहिँ जहिले लेखेर पठाउनु पर्थ्यो नि त। अहिले चाहिँ कस्तो अनुभव भइरहेको त? अहिले त रमाइलो। एकचोटि टाइपिङ गरिसकेपछि अर्कोचोटि सर र यति करेक्सन गर्यो अनि फ्याट्ट निकाल्यो। चिठीहरू लेटरहरू पठाउन पनि एकदमै सजिलो। पहिला पहिला हातले लेखेर ब्याङ्कतिर जाँदा पालिकातिर जाँदा तपाईँको स्कुलमा कम्प्युटर छैन भनेर सोध्थ्यो। अहिले टक्क प्रिन्ट गरेर लान पाइएको छ। अनि अब म त भर्खर नयाँ हो अनि हामीले राम्रोसँग चिनेको पनि थिएन मैले। अनि म आउँदाको हालत अफिस कोठा बाल कक्षा आउँदाखेरि म 3 छक परेको थिएँ है, किनकि यहाँ कार्पेट पनि थिएन, कुनै म्याट्रेस पनि थिएन, बिजोग थियो। बाल कक्षा अफिस कोठा हेऱ्यो नि त्यस्तै थियो। अनि जब पछि हाम्रो स्वर्णिम थापा सर आउनुभयो, उहाँले चाहिँ अब विभिन्न संस्था अब लक्ष्मी फाउन्डेसनसँग सहकारी गरेर चाहिँ उहाँले चाहिँ हाम्रो विद्यालयमा कार्पेट म्याट्रेस गलैँचा शैक्षिक सामग्रीहरू खेलकुद सामग्रीहरू ल्याइदिनु भयो, वाल पेन्टिङहरू पनि गरिदिनु भयो। त्यसपछि चाहिँ हाम्रो विद्यालय झलक्क बलेको छ। हामी स्टाफ परिवार हाम्रो विद्यालय परिवार चाहिँ एकदमै हर्षित भएका छौँ, खुसी भएका छौँ। अनि त्यसपछि हामी मात्र नभएर बालबालिकाहरू हाम्रो विद्यार्थी भाइ बहिनीहरू पनि एकदमै यो बाल मैत्री वातावरण यो कक्षा कोठा निर्माण गरिदिनु भएकोमा उहाँहरू पनि एकदमै खुसी हुनुभएको छ। त्यस कारणले गर्दाखेरि अबका दिनहरूमा पनि हामी यस्तै सहयोगको अपेक्षा राख्दछौँ र मेरो व्यक्तिगत तर्फबाट र हाम्रो भाइ बहिनी हाम्रो स्टाफ सम्पूर्ण विद्यालयको तर्फबाट चाहिँ स्वर्णिम थापा सर अनि त्यसपछि लक्ष्मी फाउन्डेसनका सरका म्यामहरूलाई चाहिँ हामी एकदमै हृदयदेखि नै आभारी प्रकट गर्दछौँ। ल टक्क लाएर हामीलाई चाहिँ कस्तो थियो भने सानोतिनो कार्यक्रम गर्नको लागि पनि हामीलाई चाहिँ स्पिकर है स्पिकर पनि थिएन। अहिले चाहिँ हामी बिहान चाहिँ पिटी टाइममा पनि बच्चाहरूलाई स्पिकर लिएर गएर अनि राष्ट्रिय गान मार्फत पनि हामी गाउन लगाउँछौँ। ल धन्यवाद, यति नै हो। र फेरि पनि अन्त्यमा म के भन्न चाहन्छु भने सोडिम दाजुलाई हामी चाहिँ उहाँबाट नै कन्ट्याक्ट भएर चाहिँ उहाँले सबै उपलब्ध गराइदिनु भएकोमा चाहिँ मेरो आदरणीय दाजुलाई हृदयदेखि नै धन्यवाद 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 दिन चाहन्छु मेरो तर्फबाट र विद्यालयको तर्फबाट। हेलो।